हिँड्दा, सिँढी चढ्दा अथवा भारी काम गर्दा सास फेर्न गाह्रो हुने, ओछ्यानमा सुत्दा सास फुल्ने, मध्यरातिमा सास फुलेर अचानक निद्राबाट बिउझिनु, अगाडितिर झुकेर जुत्ताको फिता बाँध्दा अथवा मोजा लाउँदै गर्दा सास फुल्न सुरु हुनु, गोडाहरू सुन्निनु, लामो समयदेखि रहेको खोकी, सामान्य खोकीको औषधि खाँदा पनि निको नहुनु। यदि यी लक्षणहरू छन् भने तपाईँ हार्ट फेलुवरको झुकीमा हुनुहुन्छ अथवा हार्ट फेलुवर भएको हुन सक्छ। इसिजी र इकोको रिपोर्ट सामान्य आयो भने तपाईको मुटु पूर्ण रूपमा स्वस्थ छ भनी सोचिरहनु भएको छ? यदि छ भने यो भिडियो तपाईको लागि हो। पुरा भिडियो अवश्य हेर्नुहोला। हामी मध्ये धेरैले सोच्ने गर्छौं कि इसिजी र इकोको रिपोर्ट सामान्य आयो भने मुटुमा कुनै पनि समस्या छैन भनेर, तर त्यो चाहिँ पूर्ण रूपमा गलत हो। यी परीक्षणहरू सामान्य भए तापनि तपाई मुटुको फेल अर्थात् हार्ट फेलुवरबाट ग्रस्त हुन सक्नुहुन्छ। हार्ट फेलुवर अर्थात् मुटुको कमजोरी एउटा क्लिनिकल डायग्नोसिस हो, अर्थात् यो कुनै टेस्टको माध्यमबाट होइन, बल्कि तपाईको शारीरिक जाँच र क्लिनिकल एक्जामिनेसन गरेर एकजना दक्ष कार्डियोलोजिस्टले पत्ता लगाउने एउटा रोग हो। यहाँ एक महत्त्वपूर्ण पक्ष धेरैले बिर्सिन्छन्। धेरैजसो वृद्ध व्यक्तिहरू जो शारीरिक रूपमा त्यति सक्रिय छैनन् वा दिनभर जसो बसिरहन्छन्, तिनीहरूमा यी लक्षणहरू नदेखिन पनि सक्छन्। तर यसको अर्थ यो होइन कि तिनीहरूमा यी लक्षणहरू छैनन्। तिनीहरू शारीरिक परिश्रम वा हिँडडुल गर्दैनन्, त्यही भएर उनीहरूको शरीरले यी सङ्केतहरू दिँदैनन्। वास्तवमा तिनीहरूले शारीरिक परिश्रम गर्ने भए यी सबै सङ्केतहरू तिनीहरूमा देखा पर्ने थिए। त्यसैले उमेर वा चलाफिराको आधारमा कुनै पनि निष्कर्षमा पुग्नु गलत हो। यस्ता लक्षणहरू देखिएमा तुरुन्त एकजना कार्डियोलोजिस्टसँग परामर्श गर्नुहोस्। सही समयमा गरिएको सही निर्णयले ज्यान बचाउन सक्छ। यदि यो पोस्ट मन परेको छ भने शेयर गर्न नबिर्सिनुहोस्। सचेत समाज निर्माणमा तपाईको भूमिका महत्त्वपूर्ण छ।